ल गाइजहरु हेर्न सक्नुहुन्छ यो किराना पसलको र्याक जुन कि 18 mm को प्लाइबोर्डले बनाइएको छ अनि यो भित्र चाहिँ प्राइमर अनि व्हाइट इनामेल दलेको छ हेर्न सक्नुहुन्छ। अनि त्यहाँबाट यो प्लास्टिकको लिस्टी यो तपाईको किराले नि खादैन, धुलिया नि लाग्दैन, केही नि हुन्न। तपाईको प्लाइको डेट सकेपछि मात्रै केही हुने हो। यता नि हेर्न सक्नुहुन्छ यसमा सिसा आउँछ, तल हेर्न सक्नुहुन्छ उ त्यस्तो छ के तल यस्तो छ। यहाँ चाहिँ बाछिटाहरु पानीको नहानुस् त्यही भएर। अनि यता माथि चाहिँ सिसा हुन्छ। अनि यताको यो र्याक हेर्न सक्नुहुन्छ। यो दुईटा र्याक यसरी टाँसेर बस्छ। तपाईको पसलमा यदि कम स्पेस छ भने यसरी दुईटा बनाएर बिचमा टक्क राख्यो भने धेरै चाहिँ ठाउँ नि खाँदैन अनि सामानहरु एकदम पुरा राम्रो तरिकाले अट्छ। यदि तपाई किराना पसल बनाउँदै हुनुहुन्छ भने यस्तो डिजाइनको चाहिँ र्याक बनाउँदा हुन्छ, एकदम पर्फेक्ट हुन्छ। ठाउँ नि कम खान्छ अनि सामान नि राख्न चाहिँ कायदा हुन्छ। हेर्न सक्नुहुन्छ यताबाट नि यसको लम्बाई 7 फिट र यता चौडाई चाहिँ 8 फिट छ। हेर्न सक्नुहुन्छ एकदम क्या कायदाको छ। यस्तो चाहियो भने यसो सम्पर्क गर्दा हुन्छ, हामी पुरा मिलाएरै बनाइदिने हो ट्याक्क। ल जानकारी राम्रो लाग्यो भने लाइक शेयर सब्स्क्राइब गर्नु अनि हामीनिर आउनु। धन्यवाद।